हेलो सबैजनालाई नमस्कार। अब चाहिँ म अहिले चाहिँ 4th इयरको क्यापिटल म्यानेजमेन्ट भन्ने च्याप्टरबाट यो CBM कमर्सियल ब्याङ्क म्यानेजमेन्ट भन्ने सब्जेक्टको यो युनिट 9 क्यापिटल म्यानेजमेन्ट, जसबाट चाहिँ 15 मार्क्सहरू 15 मार्क्सको क्वेसन न्युमेरिकल चाहिँ ग्यारेन्टेड जस्तै हुन्छ। यसमा चाहिँ हामीसँग यो च्याप्टरमा चाहिँ डिस्कस गर्नुपर्ने कुरा भनेको यो कोर क्यापिटल अर टियर 1 क्यापिटल भन्छ एउटा, र एउटा यो सब्सिडरी क्यापिटल अर टियर 2 क्यापिटल भन्ने छ, जुन यसको फर्मेट छ यहाँ के पर्छ भनेर, यहाँभित्र पर्ने कुराहरू के छ भनेर जुन यो फर्मेट छ, फर्मेट धेरै जसोलाई अब याद हुँदैन, अनि फर्मेट याद गर्न अलि झ्याउ पनि हुन्छ। त्यही भएर यसलाई याद गर्नको लागि यो र यो टेबललाई याद गर्नको लागि चाहिँ कस्तो ट्रिक्स छ त, कसरी याद गर्न सकिन्छ भन्ने बारे म बुझाउन गइरहेको छु। ट्रिक एकदम सिम्पल छ है, ट्रिक एकदम सिम्पल छ। अब यो सुरुमा यहाँ यसरी तपाईँहरूले स्क्रिनसट गरे हुन्छ यसलाई, होइन? एकदम सिम्पल छ ट्रिक चाहिँ, अलिकति बुझ्नु चाहिँ पर्छ। अब यो यति सजिलै पनि बनाइदिँदैन ट्रिक। अब मैले बनाए हिसाबले तपाईँहरूलाई नआउन पनि सक्छ, तपाईँ आफ्नो तरिकाले बनाउन पनि सक्नुहुन्छ। मैले चाहिँ केही हेल्प होस् भन्नको लागि चाहिँ यहाँ बनाएर हालिदिएको छु। के छ भन्दाखेरि सुरुमा अब दुईजना दिदीबहिनी बिच चाहिँ अब डिस्कसन भएको टाइपको कन्भर्सेसन बाहिर जानको लागि त्यस्तो कन्भर्सेसनहरू भइरहेको थियो। अब सुरुमा चाहिँ डाइरेक्ट स्टार्ट हुन्छ क्या। अब कमन डोन्ट गेट स्टक पे, अब स्टक नभइकन तिर न, कमन डोन्ट गेट स्टक पे भन्ने छ सुरुमा, होइन? यो चाहिँ के को लागि भन्दाखेरि कमन स्टक पेड इन क्यापिटल भन्ने छ। अब सुरुमा हेर्दाखेरि अलिक अप्ठ्यारो भयो जस्तो हुन्छ होला, होइन? तर यो पुरै भिडियो हेरेपछि मजाले बुझ्नुहुन्छ यसको बारेमा। जस्तै कहानी छ यहाँ, अब कमन डोन्ट गेट स्टक पे इक्वली लेट्स सेयर भनेको छ। अब इक्वली पे गरौँ, होइन? इक्वली पे गरौँ, नअड्क पे गरौँ। अब कमन स्टक पे भन्दाखेरि कमन स्टक पेड इन क्यापिटल भन्ने याद हुनु पऱ्यो क्या त हजुरलाई। अब इक्वली पे गरौँ भन्दाखेरि इक्विटी क्यापिटल भयो नि त यहाँ। अनि यहाँनिर लेट्स सेयर भनेको छ ठाउँमा सेयर प्रिफरेन्स, अनि यहाँ जेनरल कुरा त हो भनेको छ। जेनरल कुरा भन्ने ठाउँमा जेनरल रिजर्भ। अब जब जेनरल कुरामा किन स्ट्यान्ड लिएको भन्दाखेरि, स्ट्यान्ड किन लिएको जेनरल कुरा भन्दाखेरि स्ट्याचुटरी जेनरल रिजर्भ भन्ने आयो है, त्यो आयो है त। अब हेर्नु है त, कमन डोन्ट गेट स्टक पे इक्वली लेट्स सेयर जेनरल कुरा त हो, जब जेनरल कुरामा किन स्ट्यान्ड लिएको, लाउ रिटर्न। अब लाउ तिम्रो पैसा रिटर्न गर्दै मैले भन्दाखेरि रिटर्न, लाउ रिटर्न भन्दाखेरि रिटर्न अर्निङ, होइन? त्यसपछि छ नरिसाउ उता सर है, अलि फनी टाइपको पनि छ। अब नरिसाउ, पैसा फिर्ता दिइसक्यो, अब नरिसाउ, अलि उता सर, होइन? नरिसाउ रिजर्भ, सर एसबाट सबाट सरप्लस, रिजर्भ एन्ड सरप्लस, होइन? अब उता अब अलि इमेजिन गर्नु क्या तपाईँले यो स्टोरीलाई नि, अलि इमेजिन गर्नुपर्ने हुन्छ तपाईँहरूले। अब अहिले मैले इमेजिन गरेको छ, हजुरहरूले कसरी इमेजिन गर्नुहुन्छ? दुईजना दिदीबहिनीको डिस्कसन भइरहेछ, अब खाजा खायो अरे जस्तै। अब पे गर्नको लागि चाहिँ कमन डोन्ट गेट स्टक पे, तिमीलाई चाहिँ त्यो भनेको होइन त, इक्वली तिरौँ न हामी, लेट्स सेयर, होइन? जेनरल कुरा त हो, जेनरल कुरामा किन स्ट्यान्ड लिएको भन्ने टाइपको हो क्या, किन स्ट्यान्ड लिएको? ल ठिकै छ, लाउ तिम्रो पैसा रिटर्न भयो, अब नरिसा उता सर, बुझ्नुभयो नि? त्यस्तो तरिकाले क्या। तर यो डाइरेक्टहरू चाहिँ याद गर्नु पऱ्यो तपाईँहरूलाई। अब दिए त, होइन? दिए त इक्वल, होइन? दिए त भएन, इक्वल भएन, दिए त इक्वल भनेको डिभिडेन्ड इक्वलाइजेसन रिजर्भ भन्ने कुरा याद। दिए त इक्वल, होइन? बोनस भयो तिमीलाई भनेको, बोनस इक्वलाइजेसन रिजर्भ, होइन? यसरी याद राख्ने, बोनस भयो तिमीलाई, होइन? अब डिबी परेपछि बोनस भयो तिमीलाई। अब अझै हेर्नुहोस् है त, पैसा सुरुमा उसले के गर, पे गर है, दुईजना मिलेर पे गरौँ। तिमीलाई पे गर मात्र भनेको होइन, दुईजना मिलेर पे गरौँ न, होइन? लेट्स सेयर, होइन? जेनरल कुरा हो, जेनरल कुरामा किन स्ट्यान्ड लिन्छौ, किन रिसाउँछौ टाइपको कुरा भयो, होइन? अब यति गरेपछि दिदीले के गरिन्, बहिनी हो भनेर लाउ रिटर्न, पैसा तिम्रो फिर्ता भयो, होइन? तिम्रो पैसा लाउ रिटर्न, तिम्रो पैसा रिटर्न भनेको रिटर्न अर्निङ भयो है। नरिसाउ उता सर, होइन? रिटर्न भइसक्यो त, नरिसाउ, होइन? नरिसाउ है, रिजर्भ एन्ड सरप्लस, नरिसाउ है उता सर। दिए त इक्वल डिभिडेन्ड इक्वलाइजेसन रिजर्भ, बोनस भयो तिमीलाई, बोनस इक्वलाइजेसन रिजर्भ। अब कुरा सिफ्ट हुन्छ है, अब यति कुरा भयो, कुरा सिफ्ट हुन्छ। अब के हुन्छ भन्दाखेरि अब डिबी परेपछि तिमीलाई क्यापिटलमा लगेर भन्नाले क्यापिटल गर, अमेरिकाको क्यापिटल गर, रिडेम्सन
रिडेम्सन हेर्ने भन्ने कुरा गरेको छ क्या। अब डिबी परेपछि रिडेम्सन भनेको जस्तै रिडेम्सन भनेको कुनै फिल्मको नाम हो होइन, फिल्मको नाम हो रिडेम्सन, रिडेम्सन हेर्ने है, शशाङ्क रिडेम्सन भने जस्तै रिडेम्सन हेर्ने। डिबी परेपछि डिबी भनेको डिबेन्चर बोन्ड रिडेम्सन रिजर्भ। अब यसलाई चाहिँ कनेक्ट छ है, डिबी रिडेम्सन क्यापिटल रिडेम्सन। अब डिबी परेपछि त क्यापिटलमा गएर रिडेम्सन हेरिन्छ नि त, त्यही भएर डिबेन्चर एन्ड बोन्ड रिडेम्सन रिजर्भ अनि क्यापिटल रिडेम्सन रिजर्भ है। डिबेन्चर एन्ड बोन्ड रिडेम्सन रिजर्भ, डिबी परेपछि क्यापिटलमा गएर रिडेम्सन हेर्ने, क्यापिटल रिडेम्सन रिजर्भ है। अनि अब यति भनेपछि डी परेपछि क्यापिटलमा गएर रिडेम्सन हेर्ने भनेपछि त खुसी भयो अरे क्या बहिनी होइन, खुसी भयो अरे। अब क्यापिटल जाने भनेपछि खुसी हुने एडजस्ट गरे अरे, रिसाइरहेको थिएँ। अब खुसी हुने एडजस्ट गर्दै क्यापिटल एडजस्टमेन्ट रिजर्भ हेर्नुहोस् है त। अनि त्यसपछि क्यापिटलमा फ्री हुन्छ र भनेर सोधिएन अरे क्या, अदर फ्री रिजर्भ, क्यापिटल जाने भनेर खुसी हुन एडजस्ट गरिन्, क्यापिटल एडजस्टमेन्ट रिजर्भ होइन। अनि त्यसपछि क्यापिटलमा फ्री हुन्छ र भनेर चाहिँ उसले भनिन् भनेपछि यो अदर फ्री रिजर्भ भयो है त। अब अलि भिडियो लामो भयो जस्तो भयो होला, तर आनन्दले हेर्नुहोस्, बुझ्नुहुन्छ, एकदम सजिलो हुन्छ तपाईँहरूलाई। यो 15 मार्क्सको क्वेसन हो कि, एकदम सजिलो तरिकाले बुझ्नुहुन्छ ल। अब यति कन्भर्सेसन भयो। अहिलेसम्म के भयो भन्दाखेरि कमन डोन्ट गेट स्टक होइन, डोन्ट गेट स्टक, पे इक्वाली लेट्स सेयर, जेनरल कुरा हो, जेनरल कुरामा किन स्ट्यान्ड लिन्छौ होइन। लाउ तिम्रो पैसा फिर्ता भयो, नरिसा उता सर होइन। अब यो तिमीलाई दिए त इक्वल भएन, बोनस सम्झ क्या तिमी। अब यसलाई डिबी परेपछि क्यापिटल गरेर रिडेम्सन हेर्ने है त। भनेपछि चाहिँ क्यापिटल जाने भनेपछि खुसी हुन एडजस्ट गर्दै क्यापिटल एडजस्टमेन्ट रिजर्भ होइन, अदर फ्री रिजर्भलाई चाहिँ क्यापिटलमा फ्री हुन्छ र भनेर क्वेसन गरिन् कि उनले है। यति सकियो कन्भर्सेसन। अब यो कन्भर्सेसन सकेपछि अमेरिका जाने कुरामा अब डिबीको रिप्लाई आयो अरे क्या दिदीलाई। डिबीको रिप्लाई आउँदाखेरि के भन्नु भने अब फिल्म हेर्ने भए नो कम नो रिडेम्सन, रिडेम्सन हेर्ने नआउँदा हुन्छ, नो कम नो रिडेम्सन होइन। तर डेप तिर्ने भए चाहिँ आइज, डेप तिर्ने भए चाहिँ आओ है तिमीहरू है। यदि तिमीहरूलाई काम गर्नु छ, डेप तिर्नु छ, लोन तिर्नु छ भने आओ, माइनर भनेर कन्सोल गरेको होइन। अब यहाँ क्वेसन जोडिन्छ क्या। अब यो क्यापिटल गएर रिडेम्सन हेर्ने होइन, अनि क्यापिटल गएर रिडेम्सन हेर्ने भनेपछि यहाँ जुन छ, अब यहाँनिर इरिडिमेबल नन क्युमुलेटिभ प्रिफरेन्स सेयर याद राख्नुलाई चाहिँ नो कम भन्दाखेरि नन क्युमुलेटिभ, नो रिडेम्सन भन्दा नो भने इरिडिमेबल भन्ने याद राख्नु, इरिडिमेबल नन क्युमुलेटिभ प्रिफरेन्स सेयर याद राख्नुपर्ने हुन्छ है हामीले। यो चाहिँ बुझ्नुपर्ने हुन्छ है। अमेरिकाबाट एन्सर आएर क्या नो कम नो रिडेम्सन, डेप चाहिँ तिर्ने भए आइज होइन। भनेको पर्पेचुअल डेप्थ इन्स्ट्रुमेन्ट होइन, पर्पेचुअल डेप्थ इन्स्ट्रुमेन्ट, डेप भन्ने बित्तिकै पर्पेचुअल डेप्थ इन्स्ट्रुमेन्ट याद राख्नु पर्यो होइन। माइनर भएर कन्सोल गरेको भन्दा माइनोरिटी इन्ट्रेस्ट इन कन्सोलिडेटेड सब्सिडाइरिज होइन। अब हेर्नुहोस् है, माइनोरिटी इन्ट्रेस्ट इन कन्सोलिडेटेड सब्सिडाइरिज। अब यहाँ के आयो, माइनर भनेर कन्सोल गरेको भयो। अब त्यो बिचको याद राख्नु पर्यो है, माइनोरिटी इन्ट्रेस्ट याद चाहिँ हुनु पर्यो है, अलिक पढ्नु पर्यो। माइनोरिटी इन्ट्रेस्ट इन कन्सोलिडेटेड सब्सिडाइरिज, माइनर भनेर कन्सोल गरेको, माइनोरिटी इन्ट्रेस्ट इन कन्सोलिडेटेड सब्सिडाइरिज है त। अब यहाँनिर यति सुरुमा यति पार्ट सकेपछि यहाँ कमन स्टक टियर 1 क्यापिटल भनेर आउँछ। अनि त्यसपछि अझै एड के गर्ने, अमेरिकाको रिप्लाई है, याद राख्नुको लागि चाहिँ अमेरिकाको रिप्लाई, यो तीनटा याद राख्ने। अनि एडिसनल टियर 1 क्यापिटल, यो कमन स्टक टियर 1 क्यापिटल त लेखिहाल्नुहुन्छ, यहाँ कमन स्टक छ, यहाँ कमन स्टक टियर 1 क्यापिटल लेख्ने। अनि अमेरिकाको रिप्लाई आएपछि एडिसनल टियर 1 क्यापिटल लेख्ने, दुईटा जोडेर के हुन्छ टोटल आउँछ यहाँ। अब टोटल आएपछि अमेरिकाको रिप्लाई आएपछि यताबाट अब उनीहरूले के रिप्लाई गर्छन् त, अब हेर्नुहोस् है त। दिदी बहिनीको कुरा अब अमेरिका जाने कुरा, अमेरिकाले रिप्लाई गर, अमेरिकाको रिप्लाई, अब दिदी बहिनीले रिप्लाई गर्छन् क्या, नेपालबाट मेसेज गर्छन्। त्यसो भए ठिक छ, हामी आउँछौँ, तर गुड वेलकम हुनु पर्यो, फिक्स्ड एसेट हुनु पर्यो, बस्ने ठाउँ फिक्स हुनु पर्यो भन्ने क्या याद राख्नको लागि चाहिँ गुड वेलकम भनेको गुड विल लेस गर्ने, यो चाहिँ घटा भने गुड वेलकम हुनु पर्यो। फिक्स्ड एसेट भनेको बस्ने ठाउँ हुनु पर्यो भनेर सम्झिनको लागि हेर्नुहोस् है त, गुड वेलकम हुनु पर्यो। अनि गुड वेलकम मात्र भएर भयो त, बस्नको लागि ठाउँ पनि हुनु पर्यो, फिक्स्ड एसेट्स। तर यहाँ फिक्स्ड एसेट हुँदैन नि, फेरि यहाँ फिक्टिसियस एसेट्स, यो चाहिँ याद राख्नु पर्यो है। अब यसको लागि याद राख्नको लागि चाहिँ मैले फिक्स्ड एसेट लेखेको छु, यो सुन्ने बित्तिकै तपाईँले यो याद गर्नु पर्यो, फिक्टिसियस एसेट्स है।
अनि ट्याक्स डिस्काउन्ट हुनु पर्यो होइन। अब हामी माइनर हो नि त, हामी माइनर हो, त्यही भएर ट्याक्स डिस्काउन्ट हुनु पर्यो। के चाहियो? 3टा कुरा चाहियो, गुड वेलकम, फिक्स्ड एसेट्स अनि ट्याक्स डिस्काउन्ट चाहिएको छ भनेर भनौँ। ट्याक्स डिस्काउन्ट चाहिएको छ भनौँ। ट्याक्स डिस्काउन्टले के भन्छ? डिस्काउन्ट भन्नाले अरूभन्दा ट्याक्स डिफ्रेन्ट हुनु पर्यो नि त। डिफर्ड ट्याक्स एसेट्स है, डिफर्ड ट्याक्स एसेट, यो गुड वेलकम फिक्टिटियस एसेट, डिफर्ड ट्याक्स एसेट गर्दाखेरि हाम्रो के आउँछ? टोटल टियर 1 आयो है त। यति इजी छ, यो सक्यो है त हजुरको है। अब यहाँनिर सप्लिमेन्टरी क्यापिटल अर टियर 2 क्यापिटल भनेको छ। तपाईँ स्क्रिनसट लिन सक्नुहुन्छ यसरी, ह्यान्डराइटिङ अलिक बुझ्नु होला है मिलाएर है। यो चाहिँ अब यो अर्को सप्लिमेन्टरी क्यापिटल टियर 2 क्यापिटल कसरी याद राख्ने है? अब यो कहाँसम्म भयो भन्दाखेरि गुड वेलकम गर्नुहुन्छ भने, अनि फिक्स्टिसियस एसेट फिक्स एसेट हुन्छ भने, अनि ट्याक्स डिफ्रेन्ट हुन्छ, डिफर्ड ट्याक्स के भन्छ यहाँ? डिफर्ड ट्याक्स एसेट हुन्छ भने हामी आउँछौँ भनेको छ। अब अमेरिकाले फेरि ल ठिक छ, तपाईँको कुरा मलाई मन पर्यो, अझै एउटा चान्स दिन्छु हजुरहरूलाई। हजुरहरू आएर रिडेम्सन हेर्ने भए हेरेर गइहाल्नु नेपाल, रिडेम्सन हेर्ने भए हेरेर गइहाल्नु, रिडेम्सन नहेर्ने भए चाहिँ बस्नु होइन, आउनुहोस्। तर रिडेम्सन हेर्ने भए हेरेर जानु, जानु भनेको के हो? गो भनेको निस्क्यो नि त, नो क्या, नो गो क्या, रिडेमेबल नन क्युमुलेटिभ प्रिफरेन्स सेयर। रिडेम्सन हेर्ने भए नबस्ने, जाने, नो कम जाने, गो क्या। अनि तर इरिडेमेबल क्युमुलेटिभ प्रिफरेन्स सेयर, रिडेम्सन नहेर्ने भए चाहिँ बस्ने है त। यति इजी छ है। रिडेम्सन हेर्ने भए जाने, रिडेमेबल नन क्युमुलेटिभ प्रिफरेन्स सेयर, रिडेम्सन नहेर्ने भए इरिडेमेबल क्युमुलेटिभ प्रिफरेन्स सेयर, बस्ने है त। इजी छ, 2टा पोइन्ट भइहाल्यो। अब यस्तो भनेर चाहिँ कुरा सेयर भएछ क्या, यता अमेरिकाले उता सेयर गर्यो, सेयर। अब यो मैले भनेर कुरा सेयर भएछ, प्रिफरेन्स सेयर, यो यहाँ प्रिफरेन्स सेयर याद राख्नको लागि चाहिँ यस्तै कुरा सेयर भएछ भनेर नि याद राख्न सकिन्छ। अथवा अब यहाँ 2टामा प्रिफरेन्स सेयर छ नि, यो 2टा प्रिफरेन्स सेयर देखेपछि हामीले सम्झिनु पऱ्यो यहाँ प्रिफरेन्स सेयर हुन्छ भनेर, यति चाहिँ सम्झिनु पऱ्यो है कि कुरा सेयर भएछ भनेर याद राख्न पनि सकिन्छ है। हो, कुरा सेयर भएछ। अनि अब अर्को पनि अप्सन भनेछ क्या। अब अर्को अप्सन के भन्नु? बस्नु हो भने, अब हेर्नुहोस् है त, जानु हो भने त लोन क्लियर भएन नि त, बस्नु हो भने त लोन क्लियर भयो। बसेमा सब लोन क्लियर, सब अर्डिनेटेड टर्म लोन, सब अर्डिनेटेड टर्म लोन, सब लोन क्लियर, सब अर्डिनेटेड टर्म लोन, बसेमा सब लोन क्लियर भयो। अब गएमा जेनरल लोन लस, जेनरल लोन लस प्रोभिजन, जेनरल लोन लस प्रोभिजन है त। बुझ्नुभयो नि, यस्तो इजी ट्रिक्स छ। अब बसेमा सब लोन क्लियर, गएमा जेनरल लोन लस होइन त, घाटा लाग्ने भयो नि त। अब यत्रो खर्च गरेर आएको छ, अब जानु भने त देप पनि तिर्नु भएन, तपाईँको त देप पनि तिर्न बाँकी भनेर अगाडिको यता हामीले अगाडि भनेको छौँ नि त, देप तिरिन्छ, देप तिर्ने भए चाहिँ आइज। अब यहाँ हेर्नुहोस् है, पर्पेचुअल देप इन्स्ट्रुमेन्ट पनि छ हामीसँग है। अब देप तिर्ने भए चाहिँ आउनु पऱ्यो, तर जाने भए चाहिँ जेनरल लोन लस हुन्छ भनेर चाहिँ कुरा आदान प्रदान भएछ। अब यति कुरा के भयो? कुरा सेयर भयो, कुरा एक्सचेन्ज भयो। यो पछि एक्सचेन्ज हेर्नुहोस् है, 2टा कुरा प्रिफरेन्स सेयर भयो। अब यो सब लोन क्लियर हुन्छ, गएमा जेनरल लोन लस हुन्छ भन्दाखेरि कुरा एकछिन कुरा साटासाट भयो, एक्सचेन्ज भयो, एक्सचेन्जेबल होइन, एक्सचेन्ज इक्वलाइजेसन रिजर्भ है। यति कुरा साटासाट भएपछि अब अन्तिमको रिजल्ट के आयो त होइन? अन्तिमको रिजल्ट के आयो त भन्दाखेरि उता अमेरिकाले भनेको नि त, यो त फेरि यता नेपालले भन्छ क्या। यहाँ हेर्नुहोस् है त, दिदीबहिनीको कुरा हुँदै थियो, यहाँ दिदीबहिनीको कुरा हुँदै थियो अमेरिका जाने, दिदीबहिनीको कुरापछि अमेरिकाको कुरा आयो, अमेरिकाको कुरापछि दिदीबहिनीको कुरा आयो, फेरि दिदीबहिनीको कुरापछि अमेरिकाको कुरा आयो होइन, अमेरिकाको कुरा आयो। अब यो अमेरिकाको कुरा आएपछि, कुरा साटासाट भएपछि अब दिदीबहिनीको कुरा आउँछ। ठिक छ, हामी आउँछौँ होइन, इन्भेस्ट एडजस्ट गरिदिनु, अब अझै इन्भेस्ट गरिदिनु होइन, अझै फिक्स एसेटहरू चाहिँ रिभ्यालु गरिदिनु, अझै थपिदिनु, इन्भेस्टमेन्ट लगाएर फिक्स एसेट रिपर्चेस गर्न लाग्यो क्या। इन्भेस्टमेन्ट एडजस्ट गरिदिनु, इन्भेस्टमेन्ट एडजस्टमेन्ट रिजर्भ, फिक्स एसेट रिभ्यालुएसन गरिदिनु भन्दाखेरि एसेट्स रिभ्यालुएसन रिजर्भ, एसेट रिभ्यालुएसन रिजर्भ, इन्भेस्टमेन्ट एडजस्टमेन्ट रिजर्भ, एसेट रिभ्यालुएसन रिजर्भ भन्ने कुरा आयो त। 2टा गरिदिनु। अब यो पछि हामीलाई कुनै पनि अब अरू कुनै पनि कुरा रिपिट गर्नु पनि छैन। अब यो रिजर्भ भयो, अब सक्यो, बस्यो क्या। अब कुनै पनि कुरा रिजर्भ हुँदैन, अदर रिजर्भ भनेको अब अरू केही रिपिट हुँदैन, सक्यो क्या। फाइनल रिजल्ट चाहिँ यति हो हाम्रो, फाइनल कुरा यति हो। यदि हामी आउने भयो अब त हजुरहरूले मलाई इन्भेस्टमेन्ट गरिदिनु पऱ्यो, हामीलाई इन्भेस्टमेन्ट एडजस्टमेन्ट रिजर्भ अनि एसेट रिभ्यालुएसन रिजर्भ गरिदिनु पऱ्यो, अदर रिजर्भ होइन। अब अरू कुरा छैन, अदर रिजर्भ हेर्नुहोस् है, 3टा पोइन्ट आए।
भनेर यति कुरा चाहिँ साटासाट भयो। ल ठिक छ भनेछ अमेरिकाले लास्टमा। ठिक छ भन्नुको मतलब दुईजना कुरा मिल्यो। दुईटा मिल्नु भनेको के हो? हाइब्रिड क्यापिटल इन्स्ट्रुमेन्ट भएछ है त। यति सजिलो ट्रिक्स छ। फेरि एकचोटि हजुरहरूलाई म यहाँ आफै मैले याद गरेको कुरा म हजुरहरूलाई भन्छु है त यसरी है, अथवा भन्दिनँ, टाइम पनि धेरै लम्बिसक्यो, 16 मिनट हुन आँटेछ है, 15 मिनट 15 सेकेन्ड भयो। यही हो, रिपिट गरेर हेर्नु, रिपिट गरेर हेरेर बुझ्नु, एकदम वर्थ इट हुन्छ है त हजुरहरूको लागि। यो चाहिँ है 15 मार्क्सको क्वेसन आउने हो यहाँबाट। अब यहाँ फर्मुला पनि छ, तर फर्मुलामा चाहिँ मैले केही पनि बनाइनँ, किनभने फर्मुलाहरू चाहिँ यहाँ छ। फर्मुलाहरू चाहिँ हजुरहरूलाई याद होला, त्यो फर्मुलाहरू चाहिँ यहाँ छ, यति फर्मुलाहरू छ, यो चाहिँ याद गर्नुपर्ने हुन्छ। त्यस्तो धेरै गाह्रो छैन है, गाह्रो भएको कुराहरू टिप भएको। धन्यवाद।